साउन महीना भगवान शिव को प्रिय महीना मानिने धार्मिक विश्वास का कारण साउन का सोमबार विशेष रूप में शिव को पूजा आराधना गर्ने, व्रत बस्ने र शिवलिङ्गमा जल तथा बेलपत्र चढाउने परम्परा रहदै आएको छ। यस वर्ष साउन महिनाभर व्रत बसेका व्रतालुहरूले आज विधिपूर्वक पूजा आराधना तथा गोदान र पूर्ण पात्र गरी साउने व्रत समापन गरेका छन्। बाराको कलैया स्थित सिद्धेश्वरनाथ महादेव मन्दिर, बाराको चारकोसे झाडीमा अवस्थित सहजनाथ महादेव मन्दिरमा भक्तजनहरूको बिहानैदेखि घुइँचो लागेको छ। यी मन्दिर सहितका प्रमुख शिवालयहरूमा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ। शिवालयहरूमा बिहानैदेखि पूजा तथा दर्शनका लागि भक्तजनहरू पुगेका छन्। रौतहटको नुन्थर स्थित बागमती नदी सहित विभिन्न नदी तथा जलाशयबाट पवित्र जल ल्याएर शिवलिङ्गमा अर्पण गर्ने बोलबम परम्परा यहाँ विशेष आकर्षकका रूपमा रहेको छ। साउनको सोमबार व्रत बस्दा भगवान शिवको कृपा प्राप्त हुने, परिवारमा सुख शान्ति र समृद्धि हुने धार्मिक विश्वास श्रद्धालुहरूमा रहदै आएको छ। महिलाहरूले हरियो चुरा, हरियो पोसाक तथा मेहदी लगाएर शिवको पूजा गर्ने परम्पराले पनि साउनको सांस्कृतिक रौनकलाई बढाएको छ। यसरी साउनको अन्तिम सोमबारले धार्मिक आस्था मात्र होइन, नेपाली समाजको मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावलाई समेत जीवन्त बनाएको छ। बाराबाट पवन यादवको रिपोर्ट।